साल वैशाख 13 गतेबाट हुन गइरहेको कायेश्वरी मनोहरा वडा नम्बर 2 आलापोटमा ऐतिहासिक जात्रा श्री गणेश भैरव र भीमसेन जात्रा यो रथ जात्रा पनि हो। यो जात्रामा भाग लिनको लागि र उपस्थित हुनको लागि म सिङ्गो वडावासी त्यसै गरी नगरवासी र आम देशवासीलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छु। यो शताब्दीौँदेखि विभिन्न कालखण्डमा मनाउँदै आइरहेको यो ऐतिहासिक जात्रा गणेश भैरव र भीमसेन जात्रामा पाल्नु हुन सम्पूर्ण नागरिकहरूलाई म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। 5 दिने जात्रा विशेष गरी हामीले यसलाई अक्षय तृतीयाको दिनमा विशेष पर्वको रूपमा लिने गर्दछौँ। यो औँसीको दिन पनि पर्ने भएको हुँदा र असत्यमाथि सत्यको जित भएको दिन जुन अक्षय तृतीयाको रूपमा हामी लिएका छौँ र जात्राको मूल दिनको रूपमा पनि यसलाई लिएका छौँ र त्यस दिन चाहिँ नगरपालिकाले वडाकै पहलमा कायेश्वरी मनोहरा 2ले सबभन्दा यो चाहिँ आफ्नो पौराणिक कुरालाई जोगाउने क्रममा हाम्रो यो ऐतिहासिक जात्रालाई एउटा चाहिँ जगेर्ना गर्ने कुरामा अक्षय तृतीयाको दिन एउटा सार्वजनिक विदाको लागि पनि पहल गरेको थियो र त्यसलाई अनुमोदन गरेर नगरपालिकाले अक्षय तृतीयाको दिन सार्वजनिक विदा समेत दिएको हुनाले सम्पूर्ण आम वडावासी नगरवासी र देश विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइहरूलाई म 2 नम्बर वडा अध्यक्षको हैसियतले जात्रा अवलोकन गर्नका निमित्त म हार्दिक अपिल गर्न चाहन्छु।